वेलकम छ मेरो फेसबुक पेजमा अमित लिम्बूमा हो। हेर्नुहोस् न, आज दार्जिलिङको जाम चाहिँ यहाँ तल जोरबङ्गला क्रस गरेर पनि तपाईँको झन्डै लाग्यो। कस्तो खाले दैलो खुल्ला यस्तो बेसी जाम छ हो, के भन्नु र। आम्मा, म आएको टक्कै 11 बजी आइपुगेको, तर टक्कै म यहाँनिर जोरबङ्गला क्रस गरेर यहाँ जङ्गल मुनि भेट्छ नि, त्यहाँसम्म जाम रहेछ हौ। आमा, यस्तो डरलाग्दो जाम, हेभी जाम। अन्त हेर्नुहोस् है, म 11:30मा आइपुगेको, अहिले तपाईँको कति बज्यो भन्छ 2:08 गइसकिसक्यो। अन्त 2:08 गइसकिसक्यो होइन। अब यहाँ कति तल होला, तल पनि जाम होला कति हो। हेर्नुहोस् है तपाईँहरूले, म चाहिँ यसरी गाडी कुदाउँदैछु हो, तपाईँहरूलाई देखाउँछु। तर दार्जिलिङ आउँदाखेरि चाहिँ एकदम तपाईँहरू छिटो बिहान छिटो निकाल्नुहोस् टुरिस्ट हो। हेभी डरलाग्दो जाम छ। जाम चाहिँ हो, खाली एक्लै छु होइन। अब बेङ्गल पर्मिट छैन मेरोमा हो, अन्त त्यही भएर चाहिँ मैले मान्छे नहालिआएको होइन, किन रिस्क उठाउनु भनेर। हेर्नुहोस् न, अझै पनि जाम लागिरहेछ। यस्तो जाम छ, जामको जाम, यति बेसी जाम छ के भन्नु र। बाटो रिपेयरिङ हुँदो रहेछ यहाँ पनि हो, यहाँ पनि जामै छ सन्चै। के बेसी जाम हो, जाम देखेर मलाई आज चाहिँ हरेस लाग्यो नि हो, दार्जिलिङको जाम देखेर। लामाहट्टाको पनि जाम यस्तो डरलाग्दो चाहिँ जामै जाम हो, यस्तो डरलाग्दो जाम चाहिँ। दार्जिलिङबाट आउँदा जाँदा चाहिँ एकदम छिटो निक्लिनुहोस् होला है तपाईँहरू। जाम पुरा जाम छ हो। जाम चाहिँ डरलाग्दो लागेको छ है लामाहट्टामा हो, डरलाग्दो लाग्दो रहेछ हो। यति बेसी छ जाम, के भन्नु र। झन्डै यहाँनिर 2 घन्टा जस्तो बसिसकेँ हो, दार्जिलिङमा 2 घन्टा 3 घन्टा बसेँ हो। आज त जाममै दिन गयो है।